हाई गाइस फेरि पनि भिडियो हाल्न चाहिँ छुट्यो तर काम गर्न चाहिँ छुटेको छैन है। बिहान उठेँ मैले पानी खाएँ अनि त्यसपछि आज चाहिँ रोटी खान्छु भनेर सोचिरहेको थिएँ। सो कुकुरलाई खाना बनाउँदै आफू सँगसँगै रोटी पनि बनाइरहेको थिएँ किनकि एकदमै ढिला भइसकेको थियो। ढिलै उठेछु म किनकि लेट नाइट वर्क्स थियो। अनि मैले चाहिँ रोटी बनाउँदा बनाउँदै भिडियो खिचेँ होइन। म चाहिँ कहिले पनि सिधा गोलो रोटी बनाउन नसक्ने मान्छे। अहिले भिडियो खिचेर क्या हो कस्तो गोलो बनिदिरहेको थियो क्या रोटी पनि होइन। अनि त्यसपछि रोटी पकाएँ। अनि रोटी पकाइसकेपछि केसँग खाने त भनेर अचार पनि बनाइरहेको थिएँ। यो चाहिँ कुकुरलाई टाउको खुट्टा पकाइरहेको। कुकुरलाई माम दिनु छ, भाँडा माझ्नु छ, रोटी पकाउनु छ, खानु छ, धेरै काम छ। अनि मलाई चाहिँ अचारसँग रोटी खानु मन लागेको भएर मैले तिल थियो तिल भुटेँ अनि त्यसपछि थोरै अचार बनाउँछु भनेर अचार बनाएँ। तर आज मैले उपद्रो गरेको छु, त्यो भिडियोमा हजुरहरूले देख्न सक्नुहुन्छ है। अनि अचार चाहिँ मैले यसरी बनाएँ, तिल पहिला भुटेर अनि त्यो मिक्सीमा ग्राइन्ड गरेर पछि गोलभेडा हालेर अनि त्यो बाँकी भएको चाहिँ राखेँ। अनि कुकुरलाई चाहिँ टाउको खुट्टा माम गरिदिएँ। अनि गरिसकेपछि चाहिँ अचार अलमोस्ट रेडी हुन लागिसकेपछि उनीहरूलाई माम लगेर दिएँ। अनि अचार चाहिँ अन द प्रोसेस थियो। अचार मैले त्यही बाँकी भएको तिलको छोपसँग हालेर बनाएँ। अचार मिठो भएको थियो। त्यसपछि मेरो पालो आयो जिरा पानीको। जिरा पानी खाएँ अनि त्यसपछि चाहिँ रोटी खान्छु भनेर मैले यता लिएर आइरहेको थिएँ है। अब आउँछ मेरो उपद्रो। अचार यस्तो राम्रो भएको थियो, यस्तो मिठो भएको थियो, मैले यस्तो उपद्रो गरेँ हेर्न सक्नुहुन्छ। ल्याएर तपाईँ टेबलमा राखेको थिएँ, छरी पस्ट बनाएर पोखेँ। अनि ठिकै छ भनेर मैले त्यही पनि रोटीमा हालेर बाँकी भएको खाएँ। तर एकदमै नराम्रो लागिरहेको थियो, त्यति दुःख गरेर मेहनत गरेर बनाएको रोटी गयो भनेर। अनि आज चाहिँ मैले माम खाँदिनँ, रोटी खाएँ। अनि काम थियो, कामहरू गरेँ मैले। भिडियोजहरू चाहिँ खासै धेरै बनाएको छैन किनकि के बनाउने, काम गरेको भिडियो के बनाउने भन्ने जस्तो भयो। अनि मैले सनस्क्रिन लगाएर चाहिँ काम गरेँ, वर्क फ्रम होमै गरिरहेको थिएँ। अनि त्यसपछि चाहिँ केही टाइमपछि अराउन्ड 5-6 मैले यो चिउराहरू खाएँ। यो चाहिँ हामी दुईजनाले खाएको हो। चिया पनि खाएँ मैले। अनि यो चाहिँ राति 11 बजे मैले खाएँ। अनि त्यसपछि गुड नाइट।